बेलामा देशभरिबाट पुष्प नर्सरी, फलफुल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको 700 भन्दा बढी प्रजातिका बोट बिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको छ। यो कार्यक्रमको उद्घाटन हुँदैछ नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको सेकेन्ड नेसनल हर्टिकल्चर एक्सपो 2081 इनअगुरेसन सेरेमनीमा यहाँहरूलाई चाहन्छौँ हामी स्वदेशमै रोजगारी सृजना गर्ने, स्वदेशमै उत्पादन गरेका यहाँको आवश्यकता परिपूर्ति गर्ने, आयातलाई प्रतिस्थापन गर्ने र आत्मनिर्भर हुने अर्थतन्त्र निर्माण गर्नेतर्फ हामी नेपालका लघु गरी साना उद्योगीहरू लागेका छौँ र हामीलाई सरकारले सबै काम गरिदिनु पर्दैन। सरकारले गर्नै पर्ने कामहरू चाहिँ नीति निर्माण गर्ने कुराहरूदेखि लिएर यसको बजारीकरण गर्ने कुराहरू र व्यवसायलाई यस व्यवसायमा लाग्ने व्यवसायलाई एउटा प्रवर्धन गर्ने खालका कार्यक्रमहरू जुन कार्यक्रमहरू आएका हुन्छन् त्यसलाई समयमै कार्यान्वयन गर्ने एक्टिभली कार्यान्वयन पनि गरिदिनु पर्यो र विशेष गरेर नर्सरी व्यवसायहरूले नेपालमा आवश्यक पर्ने पुष्पजन्य वस्तुहरूको उत्पादन गरेर झन्डै आयातलाई प्रतिस्थापन गर्न सक्ने अवस्थामा पुगेका छन्। थोरै मात्र सरकारले सकारात्मक रूपमा सहयोग गरिदिने हो भने अहिले पनि हामीले अरबौँको पुष्पजन्य वस्तुहरू चाहिँ बाहिरबाट ल्याइरहेका छौँ र हामीलाई समयमा बिउ बिजन पाउने, हामीलाई वास्तवमा यो व्यवसाय गर्दाखेरि जग्गाको अभाव छ। सरकारी जग्गाहरू त्यसै बाँझो बढिरहेका छन्। ती जग्गाहरूलाई चाहिँ वास्तवमा सहज तरिकाले चाहिँ हाम्रो व्यवसायलाई चाहिँ उपलब्ध गराइदिने हो भने भोलिका दिनमा हामीले आयातलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्छौँ। हाम्रो देशको पशुपालन लगायत खेती किसान चाहिँ कस्तो लाग्यो भने म संयोगले कलाकारको हिसाबले धेरैवटा देशमा जाने अवसर पाएँ। त्यसमध्ये म न्युजिल्यान्ड गएको थिएँ केही वर्ष अगाडि। अनि त्यहाँ जाँदा हामी कलाकार सबैले बोलाउँछन्। त्यहाँ गएको एकलाई लेखनाथ भण्डारी भन्ने नाम पनि मलाई याद छ। उहाँको घरमै गएँ। उहाँहरूको परिवार करिब 4 जना परिवार रहेछ र एउटा गाईको फर्म चाहिँ उहाँहरूले सञ्चालन गरेर चलाउनु भएको रहेछ। 600 वटा गाईलाई 4 जनाले हेरविचार गर्दा रहन्। त्यसरी गाई पाल्दा पो फाइदा हुन्छ। हाम्रो त एउटा गाईलाई 4 जना लाग्नुपर्छ। अनि त्यो अब कस्तो रहेछ भने ठुलो एरिया हुँदो रहेछ। अनि वरिपरि चाहिँ त्यो तार जाली लगाइदिएर अलिकति करेन्ट पनि हुँदो रहेछ किनकि गाईहरू जानलाई झिडिङ्ग पारेपछि आउँदो रहेछन्। अनि ओपन खुल्लामा घाँस पनि खानी, बाँध्न नि नपर्ने, छोड्न नि नपर्ने, गोबर छोड्न नि नपर्ने।